साथीहरू, स्वागत छ यहाँलाई माधव म्यालोईमा। त्यो ठाउँ जहाँ हामी संसारका उत्कृष्ट पुस्तकहरूलाई सरल, सहज र मन छुने ढङ्गले नेपालीमा प्रस्तुत गर्छौँ। आज हामी एउटा यस्तो पुस्तकको कुरा गर्दैछौँ जसले लाखौँ मानिसको वित्तीय सोचलाई नै परिवर्तन गरिदियो। यो पुस्तक हो रिच ड्याड्स गाइड टु इन्भेस्टिङ, लेखक रोबर्ट कियोसाकी। यो पुस्तकले हामीलाई सिकाउँछ अमीर मानिसहरू किन र कसरी लगानी गर्छन्, किन केही मानिसहरू जीवनभर सङ्घर्षमै बाँचिरहन्छन् र किन केही मानिसहरूले आफ्नै पैसालाई काममा लगाएर स्वतन्त्र जीवन जिउँछन्। एकछिन रोकिनुहोस् र आफैलाई सोध्नुहोस्, तपाईँ महिनाको पहिलो हप्ता राहत महसुस गर्नुहुन्छ र अन्तिम हप्ता तनावमा हुनुहुन्छ? तपाईँको तलब आउँछ, बिल तिरिन्छ र फेरि शून्यबाट सुरु हुन्छ? यदि त्यो हो भने यो पुस्तक तपाईँकै लागि हो। इन सिम्पल इङ्ग्लिस, दिस बुक इज नट अबाउट हाउ टु गेट रिच क्विकली, इट इज अबाउट हाउ टु थिङ्क लाइक अ रिच पर्सन। यो पुस्तक कहाँ पैसा लगाउने भन्दा पनि कस्तो सोच बनाउने भन्ने कुरा सिकाउँछ। साथीहरू, आजको यो अडियो बुक अलि फरक हुनेछ। यसमा 5वटा मुख्य अध्याय छन्, तर ती 5 अध्याय तपाईँको जीवन परिवर्तन गर्न सक्ने खालका छन् र अन्त्यमा हामी 6औं भागमा ती सबै पाठलाई एउटै सूत्रमा जोड्नेछौँ। पहिलो अध्याय हो द चोइस, छनौट। यसले भन्छ तपाईँको आर्थिक अवस्था तपाईँको भाग्यले होइन, तपाईँको छनौटले बनाउँछ। दोस्रो, हु इज एन इन्भेस्टर, साँचो लगानीकर्ता वास्तवमा को हो। तेस्रो, इन्भेस्टिङ इज अ प्लान नट अ प्रोडक्ट अर अ प्रोसिडियर। चौथो, आर यु प्लानिङ टु बी रिच। र 5औं, व्हाट काइन्ड अफ ओल्ड डु यु सी। अब म तपाईँलाई एउटा सल्लाह दिन चाहन्छु। यो अडियो बुक अन्तिमसम्म सुन्नुहोस्, बिचमा नछोड्नुहोस्, किनकि यसका विचारहरूले तपाईँलाई जीवनको नयाँ दिशातिर लैजान सक्छन्। यदि तपाईँसँग इयरफोन वा हेडफोन छ भने त्यसलाई प्रयोग गर्नुहोस्। यसले तपाईँको ध्यान अझ गहिरो रूपमा केन्द्रित हुन मद्दत गर्छ। र हो, एउटा कागज र कलम पनि नजिकै राख्नुहोस्, किनकि यो भिडियोमा म तपाईँलाई 5 पटक अब लेख्नुहोस् भन्ने छु। सुन्नुले ज्ञान दिन्छ तर लेख्नुले निर्णय दिन्छ। तयार हुनुहोस् साथीहरू, किनकि तपाईँको आन्तरिक ऊर्जा आजैदेखि एउटा नयाँ यात्रामा प्रज्वलित हुँदैछ। लेट्स बिगिन। अध्याय 1, द चोइस। साथीहरू, सुरु गर्नु अघि म तपाईँलाई एउटा साधारण तर गहिरो प्रश्न सोध्छु। तपाईँले आफ्नो जीवनको आर्थिक यात्राको बारेमा कति पटक गम्भीरतापूर्वक सोच्नु भएको छ? दैनिक आय व्यय, महिनौको तनाव, बजारको उतार चढाव, के तपाईँ यीबाट थाक्नु भएको छ? यदि हो भने यो अध्याय तपाईँकै लागि हो। छनौट, यही एउटा शब्दले हाम्रो सम्पूर्ण आर्थिक भविष्यको दिशा निर्धारण गर्छ। रोबर्ट कियोसाकीज्यूले यस अध्यायमा एउटा मौलिक कुरा बुझाउनुहुन्छ। हामी सबैले आफ्नो जीवनमा ती प्रकारको आर्थिक स्तरमध्ये एउटा छनौट गर्नुपर्छ, गरिब, मध्यम वर्ग वा अमीर। तर के यो साँच्चै छनौट हो? पूर्ण रूपमा हो। हामीमध्ये धेरैले आफूलाई भाग्यको हातमा समर्पण गरिदिन्छौँ। हामी सोच्छौँ मेरो आर्थिक अवस्था मेरो पारिवारिक पृष्ठभूमिले निर्धारण गर्छ, मेरो शिक्षाले निर्धारण गर्छ, मेरो नोकरीले निर्धारण गर्छ। तर साँचो कुरा के हो भने यी मध्ये कुनै पनि कुराले हाम्रो आर्थिक भाग्य निर्धारण गर्दैन। हाम्रो आर्थिक भविष्य हाम्रो आफ्नै छनौटले निर्धारण गर्छ। हाम्रो सोचले, हाम्रो दृष्टिकोणले र हाम्रा दैनिक निर्णयहरूले। कियोसाकी भन्छन्, द पोर एन्ड द मिडल क्लास वर्क फर मनी, द रिच ह्याभ मनी वर्क फर देम। गरिब र मध्यमवर्गीय मानिसहरू पैसाको लागि काम गर्छन्, अमीर मानिसहरूका लागि पैसाले काम गर्छ। यो कति साँचो कुरा हो साथीहरू। हामीले
आजै आफूलाई सोध्नुपर्छ के म पैसाको लागि काम गर्दैछु वा पैसाले मेरो लागि काम गरिरहेको छ। यस अध्यायको मुख्य सन्देश यही हो। हामी सबैमा आफ्नो आर्थिक स्थिति परिवर्तन गर्ने शक्ति छ, तर त्यो शक्ति बैंकमा छैन, बजारमा छैन। त्यो शक्ति हाम्रो मनमा छ, हाम्रो दिमागमा छ। हामीले आफूलाई गरिब वा मध्यम वर्गको मानसिकताबाट निकालेर अमीरको मानसिकतामा सार्नुपर्छ। अमीर बन्ने छनौट गर्नुपर्छ, जोखिम लिने छनौट गर्नुपर्छ, सिक्ने छनौट गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण आफ्नो पैसालाई आफूभन्दा बुद्धिमान बनाउने छनौट गर्नुपर्छ। मूल कथा हेनरी फोर्डको बारेमा हामी हेरौँ। साथीहरू, सही छनौटको शक्ति हामी विश्वका सबैभन्दा सफल व्यवसायीहरूको जीवनमा देख्न सक्छौँ। आज म तपाईँलाई हेनरी फोर्डको कथा सुनाउँछु। हेनरी फोर्ड, जसको नामले नै कार उद्योगमा क्रान्ति ल्यायो। तर के तपाईँलाई थाहा छ उनले आफ्नो सफलताको यात्रा कहाँबाट सुरु गरेका थिए? यो सन् 1891 को कुरा हो। युवा हेनरी फोर्ड डेट्रोइट एडिसन इल्युमिनेटिङ कम्पनीमा इन्जिनियरको रूपमा काम गर्थे। उनको नोकरी सुरक्षित थियो, वेतन उच्च थियो, उनी आरामदायी जीवन बिताउन सक्थे। तर उनको मनमा एउटा ठुलो सपना थियो, एउटा यस्तो गाडी बनाउने जुन सबैले किन्न सकुन्, मात्र धनी मानिसहरूले होइन। एक दिन उनले आफ्नो स्थिर र उच्च वेतन भएको नोकरी छोडेर आफ्नो सपना पूरा गर्ने निर्णय गरे। यो पाइला उठाउँदा उनका धेरै साथीहरूले उनलाई रोक्न खोजे, भने तिमी पागल भएका छौ, यति राम्रो नोकरी छोडेर अनिश्चिततातर्फ लाग्न खोजेको। तर फोर्ड आफ्नो छनौटमा अडिग रहे। उनले आफ्नो पहिलो कम्पनी डेट्रोइट अटोमोबाइल कम्पनी स्थापना गरे, तर यो कम्पनी असफल भयो। दोस्रो पटक उनले हेनरी फोर्ड कम्पनी स्थापना गरे, यो पनि असफल भयो। तेस्रो पटक पनि उनले असफलता नै भोग्नु पर्यो। तर उनले आफ्नो छनौटलाई कहिल्यै पछुत्याएनन्। अन्ततः सन् 1903 मा उनले फोर्ड मोटर कम्पनी स्थापना गरे र यहीँबाट उनको सफलताको सुरुवात भयो। उनले एसेम्ब्ली लाइन प्रणाली सुरु गरे, जसले गाडी निर्माणको लागत धेरै कम गर्यो। उनको मोडेल टी कार मध्यमवर्गीय परिवारले पनि किन्न सक्ने भयो। यो नै उनको दूरदर्शी छनौटको परिणाम थियो। हेनरी फोर्ड आफैले भनेका थिए, जब सबै कुरा तपाईको विरुद्धमा जाँदैछन्, सम्झनुहोस् विमान हावाको दिशासँगै होइन, हावाको विरुद्ध दिशामा उड्छ र त्यही विरुद्धले नै उसलाई माथि उठाउँछ। एकछिन यो उपमामा अडिनुहोस् साथीहरू। विमानलाई माथि उठाउने कुरा भनेको सजिलो हावा होइन, प्रतिरोध हो। त्यसै गरी तपाईको जीवनमा आइरहेको प्रतिरोध तपाईँलाई रोक्न आएको होइन, माथि उठाउन आएको हुन सक्छ। यो कथाले के सिकाउँछ? यसले सिकाउँछ जीवनमा सुरक्षित छनौट गर्दा पनि हामी असफल हुन सक्छौँ, तर जोखिमपूर्ण तर सही छनौट गर्दा हामी अविश्वसनीय सफलता पाउन सक्छौँ। फोर्डले आफ्नो सुरक्षित नोकरी छोडेर अनिश्चित भविष्यतर्फ लागे र यही छनौटले उनलाई इतिहासकै सबैभन्दा सफल व्यवसायीहरूमध्ये एक बनायो। साथीहरू, फोर्डको कथा र कियोसाकीको सन्देशले एउटै कुरा स्पष्ट देखाउँछ। हाम्रो आजको आर्थिक स्थिति हाम्रा हजारौं साना साना छनौटहरूको सङ्ग्रह हो। हामीले आजसम्म जे गरेका छौँ त्यो हाम्रो छनौट हो र हामी भोलि जे बन्नेछौँ त्यो पनि हाम्रो आजकै छनौट हो। हामीले बुझ्नुपर्छ, अमीर बन्नु भनेको केवल पैसा कमाउनु होइन, बरु एउटा मानसिकताको छनौट गर्नु हो। यो त्यो मानसिकता हो जसले समस्यालाई अवसरको रूपमा हेर्छ, असफलतालाई सिकाइको रूपमा लिन्छ र जोखिमलाई आवश्यक कदमको रूपमा स्वीकार गर्छ। अब लागौँ एक्सन स्टेपमा। यो भाग सकेपछि मात्र नबस्नुहोस्, आजै आफ्नो आर्थिक मानसिकताको विश्लेषण गर्नुहोस्।
आफूलाई सोध्नुहोस् के म गरिब वा मध्यम वर्गको सोच राख्दैछु वा अमीरको सोच। एउटा कागज र कलम लिनुहोस्, आफूले आर्थिक रूपमा गर्न चाहनुभएका 3 कुरा लेख्नुहोस्। त्यसपछि ती मध्ये एउटाका लागि आजै एउटा सानो पाइला चाल्नुहोस्। लगानीबारे कुनै पुस्तक किन्ने, मासिक बजेट बनाउने वा कुनै सफल व्यक्तिसँग लगानीबारे कुरा गर्ने। सुरक्षित रहने छनौट गर्न सक्नुहुन्छ वा सफल बन्ने छनौट गर्न सक्नुहुन्छ, तर दुवै एकैछिनमा हुँदैन। छनौट भयो, अब प्रश्न आउँछ छनौट गरेपछि हामी बन्नु के हो? त्यसैको उत्तर छ अर्को अध्यायमा। अध्याय 2, हु इज एन इन्भेस्टर? लगानीकर्ता को हो? साथीहरू, के तपाईँले कहिल्यै सोच्नु भएको छ असल लगानीकर्ता को हुन्? के उनी हुन् जोसँग धेरै पैसा छ? के उनी हुन् जो स्टक मार्केटका जटिल ग्राफहरू बुझ्छन्? वा के उनी हुन् जसले भाग्यले मात्र ठुला लाभ कमाएका छन्? यो अध्याय भन्छ होइन। साँचो लगानीकर्ताको परिभाषा यस्तो होइन। रोबर्ट कियोसाकी हामीलाई बताउनुहुन्छ, लगानीकर्ता भन्नाले त्यो व्यक्ति हो जसले आफ्नो पैसालाई काम गर्न लगाउँछ, आफू पैसाको लागि काम गर्दैन। इन सिम्पल इङ्ग्लिस, एन इन्भेस्टर इज नट डिफाइन्ड बाई हाउ मच मनी ही हैज, एन इन्भेस्टर इज डिफाइन्ड बाई हाउ हिज मनी अर्क्स। यो एउटा मानसिकताको परिवर्तन हो। साथीहरू, धेरै मानिसहरू आफ्नो जीवनभर मेहनत गर्छन् तर पैसा कहिल्यै बनाउन सक्दैनन्। किन? किनकि उनीहरूले पैसालाई नियन्त्रण गर्ने सोच राख्छन्, पैसाले उनीहरूका लागि काम गरोस् भन्ने होइन। यहाँ एउटा अत्यन्त महत्त्वपूर्ण शब्द आउँछ, आर्थिक साक्षरता, फाइनान्सियल लिटरेसी। लगानी गर्नु भनेको केवल पैसा राख्नु होइन, पैसाले कसरी काम गर्छ भन्ने बुझ्नु हो। तपाईँले बजेटको भाषा बुझ्नुपर्छ, आयको भाषा, खर्चको भाषा र सम्पत्तिको भाषा। लगानीकर्ता हुनु भनेको एउटा योजनाको मालिक हुनु हो, दीर्घकालीन योजनाको। उनीहरूले अवसरहरू देख्छन् जहाँ अरूले जोखिम मात्र देख्छन्। उनीहरूले सिक्ने मन राख्छन् र उनीहरूले असफलतालाई पनि पाठको रूपमा लिन्छन्। तसर्थ आजको यो अध्यायले तपाईँको सोच्ने तरिकालाई नै चुनौती दिनेछ। यसले तपाईँलाई एउटा कर्मचारीको मानसिकताबाट एउटा व्यवसायीको मानसिकतामा सार्न मद्दत गर्नेछ। तपाईँ आफूलाई कुन श्रेणीमा राख्नुहुन्छ? तपाईँ आफ्नो पैसाको गुलाम हुनुहुन्छ वा आफ्नो पैसाको मालिक? यही नै यस अध्यायको मूल सार हो। मूल कथातर्फ लागौँ। कोनोसुके मत्सुशिता। साथीहरू, लगानीको संसारमा एउटा ठुलो नाम हो कोनोसुके मत्सुशिता। उनको कथा सुन्नुहोस्। उनी जापानको एउटा साधारण परिवारबाट आएका हुन्। उनको परिवार आर्थिक रूपमा एकदम कमजोर थियो। उनले आफ्नो जीवनको सुरुवात एउटा साइकल दोकानमा काम गरेर गरे, तर उनीसँग एउटा सपना थियो, आफ्नो व्यवसाय सुरु गर्ने। उनले आफ्नो बचतको सानो रकमले आफ्नो पहिलो उद्योग सुरु गरे, बत्तीको स्क्रु बनाउने। तर त्यो व्यवसाय असफल भयो। उनले अर्को प्रयास गरे, एडाप्टर बनाउने, तर त्यो पनि असफल। उनी लगातार आर्थिक सङ्कटको सामना गर्दै गए, तर उनले आफ्नो सपनालाई कहिल्यै मन दिएनन्। एक दिन उनले एउटा नयाँ विचार सोचे, एउटा सस्तो र टिकाउ बत्ती बनाउने। त्यो बेला जापानमा बत्तीहरू धेरै महँगा थिए। उनले आफ्नो अन्तिम पैसा समेत लगानी गरेर त्यो बत्ती बनाए, तर दोकानदारहरूले उनको बत्ती किन्न अस्वीकार गरे, किनभने उनी एउटा अज्ञात निर्माता थिए। नाम थिएन, ब्रान्ड थिएन, विश्वास थिएन। त्यसपछि उनले एउटा अद्भुत योजना बनाए। उनले दोकानदारहरूलाई भने, मैले तपाईँहरूलाई यी बत्तीहरू स्थिर मूल्यमा दिन्छु, तपाईँले कति बेच्नुभयो त्यति मात्र भन्नुहोस् र बाँकी म फिर्ता लिन्छु। दोकानदारहरू सहमत भए। किन नहुन्? उनीहरूको कुनै जोखिम नै थिएन। अनि के भयो? उनको बत्ती एकदम राम्रो निस्कियो। ग्राहकहरूले धेरै रुचाए।
दोकानदारहरूले धेरै बेचे र मर्सुसिताको बत्तीको माग बढ्दै गयो। यसरी उनको कम्पनी प्यानासोनिकको जन्म भयो, जुन आज विश्वका सबैभन्दा ठुला इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक हो। यो कथाले के सिकाउँछ? मर्सुसिता केवल सामान बेचिरहेका थिएनन्, उनी एउटा समाधान र एउटा विश्वासमा लगानी गर्दै थिए। उनले बजारलाई बुझे र आफ्नो उत्पादनमा मूल्य थपे। उनको लगानी केवल पैसामा थिएन, उनको विचारमा, उनको रणनीतिमा र उनको दृढ सङ्कल्पमा थियो। यो नै साँचो लगानीकर्ताको चिन्ह हो। साथीहरू, यहाँ एउटा गहिरो कुरा ध्यान दिनुहोस्। मर्सुसितासँग पैसा थिएन, आखिरी पैसा मात्र थियो, तर उनीसँग फाइनेन्सियल थिङ्किङ थियो। उनले सोधे, दोकानदारको डर के हो? उत्तर, जोखिम। त्यसपछि उनले त्यो जोखिम आफूले बोके। यसैलाई भनिन्छ पैसालाई होइन, समस्यालाई पहिले बुझ्नु। अब लागौँ अर्को एक्सन स्टेपमा। आजै आफ्नो वित्तीय साक्षरता बढाउन एउटा सानो पाइला बढाउनुहोस्। केही पनि हुन सक्छ। लगानीबारे एउटा किताब पढ्नु वा आफ्नो आय र खर्चको लेखा राख्न सुरु गर्नु। आफूलाई सोध्नुहोस्, मैले आज के सिकेँ जसले मेरो आर्थिक भविष्यलाई राम्रो बनाउन सक्छ? याद राख्नुहोस्, ठुलो यात्रा साना पाइलाबाटै सुरु हुन्छ। तपाईको अर्को सानो कदमले नै तपाईलाई लाखौंको लगानीकर्ता बनाउन सक्छ। साथीहरू, यदि यहाँसम्मको कुराले तपाईको वित्तीय सोचमा परिवर्तन ल्याउन मद्दत गरेको छ भने तल कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। तपाईको लक्ष्य के हो? तपाईले आज के सिक्नुभयो? यो ज्ञान अरूसम्म पुर्याउन लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र माधव म्यालयलाई सब्स्क्राइब गर्नुहोस्। अब हामी जान्छौँ तेस्रो अध्यायमा, जहाँ लगानी बारेको सबैभन्दा ठुलो भ्रम टुक्रिनेछ। अध्याय 3, इन्भेस्टिङ इज अ प्लान नट अ प्रोडक्ट अर अ प्रोसिडियर। साथीहरू, इन्भेस्टमेन्ट भन्नाले के हो? के यो स्टक मार्केटको एउटा टिप हो? के यो रियल इस्टेटको एउटा डिल हो? वा के यो क्रिप्टो करेन्सीको एउटा हट सुझाव हो? होइन, बिल्कुल होइन। र यही नै आजको अध्यायको मूल सन्देश हो। कियोसाकी स्पष्ट रूपमा भन्छन्, इन्भेस्टिङ इज अ प्लान नट अ प्रोडक्ट अर अ प्रोसिडियर। लगानी कुनै उत्पादन वा प्रक्रिया होइन, यो एउटा योजना हो। धेरै मानिसहरू लगानीलाई एउटा एकल कार्यको रूपमा हेर्छन्। उनीहरू सोध्छन्, आज मैले यो सेयर किने, भोलि त्यो घर किन्छु, पर्सि केही बिटकोइन खरिद गर्छु, यसले मलाई धनी बनाइदिनेछ। तर यो सोच पूर्ण रूपमा गलत छ। यो ठ्याक्कै त्यस्तै हो जस्तो एउटा बडैले आफूलाई आर्किटेक्ट सम्झनु, एउटा ढोका बनाउनु र एउटा सम्पूर्ण महलको डिजाइन बनाउनु बीच जस्तो फरक छ, लगानीको उत्पादन र योजना बीच पनि त्यस्तै ठुलो फरक छ। ढोका बनाउन सिप चाहिन्छ, त्यो राम्रो कुरा हो, तर ढोकाहरू मात्र थुपार्दै गयो भने घर बन्दैन। घर बन्नका लागि पहिले नक्सा चाहिन्छ। तपाईले कुनै पनि सफल लगानीकर्तालाई हेर्नुहोस्, वारेन बफेट हुन् वा मुकेश अम्बानी। तिनीहरूको सफलताको कुनै एक रहस्य छैन। तिनीहरूको सफलताको आधार हो एउटा स्पष्ट दीर्घदृष्टि भएको र विस्तृत योजना। उनीहरूले पहिले आफ्नो लक्ष्य निर्धारण गर्छन्, आफ्नो जोखिम लिने क्षमता मापन गर्छन् र त्यसपछि मात्र आफ्नो पुँजी लगानी गर्छन्। उनीहरूका लागि लगानी भनेको एउटा म्याराथन दौड हो, 100 मिटरको स्प्रिन्ट होइन। यस अध्यायले सिकाउँछ, लगानीको सुरुवात कुनै हट टिपबाट हुँदैन, बरु तपाईको व्यक्तिगत वित्तीय लक्ष्यबाट हुन्छ। तपाईले आफूलाई सोध्नुपर्छ, मेरो लक्ष्य के हो? म कति वर्षमा कहाँ पुग्न चाहन्छु? मेरो जोखिम लिने क्षमता कति छ? यी प्रश्नहरूको उत्तर नभएसम्म तपाईले गरेको प्रत्येक लगानी एउटा अन्धाधुन्दा जुवा हो। तर यी प्रश्नहरूको उत्तर राम्रोसँग भयो भने तपाईको लगानी एउटा विज्ञान बन्छ।
अब लागौँ एउटा मूल कथातर्फ। मसायोसी सनको 50 वर्ष योजना। साथीहरू, लगानीमा योजनाको महत्त्व बुझ्न म तपाईँलाई जापानका एउटा सफल व्यवसायी मसायोसी सनको कथा सुनाउँछु। उनी सफ्टब्याङ्क कर्पोरेसनका संस्थापक हुन् र उनको सफलताको पछाडि एउटा गहिरो योजना रहेको छ। जब मसायोसी सन युवा थिए, उनले आफ्नो जीवनको 50 वर्षका लागि एउटा विस्तृत योजना बनाए। उनले आफ्नो जीवनलाई 25-25 वर्षका खण्डमा विभाजन गरे। पहिलो चरण शिक्षा र अनुभव सङ्कलन गर्ने, दोस्रो चरण आफ्नो व्यवसाय साम्राज्य निर्माण गर्ने, अन्तिम चरण आफ्नो सम्पत्ति समाजलाई फिर्ता दिने। यो केवल एउटा साधारण सपना थिएन, यो एउटा रणनीतिक रोडम्याप थियो। उनले आफ्नो योजना अनुसार काम गर्न सुरु गरे। उनले अमेरिकामा अध्ययन गरे र त्यहाँबाट धेरै नयाँ प्रविधि र व्यवसाय मोडलहरू सिके। फेरि उनी जापान फर्के र एउटा सानो सफ्टवेयर कम्पनी सुरु गरे। तर उनको लक्ष्य सानो व्यवसाय चलाउनु थिएन, बरु एउटा डिजिटल साम्राज्य निर्माण गर्नु थियो। उनले इन्टरनेटको भविष्यमा ठुलो लगानी गर्ने निर्णय गरे, जबकि त्यस बेला मानिसहरूलाई इन्टरनेटबारे थाहै थिएन। उनले आफ्नो योजना अनुसार विभिन्न इन्टरनेट कम्पनीहरूमा लगानी गरे, जसमा याहू जस्ता कम्पनी पनि थिए। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, उनले हरेक लगानीलाई आफ्नो दीर्घकालीन योजनाको एउटा भागको रूपमा हेरे, कुनै एकल मौकाको रूपमा होइन। अनि जब .com बबल फुट्यो, उनको सम्पत्ति 98% घट्यो। तर उनी निराश भएनन्। किनभने उनीसँग एउटा ठुलो योजना थियो। उनी आफ्नो योजनाबाट टुटेनन् र अन्ततः उनको कम्पनी सफ्टब्याङ्क विश्वकै सबैभन्दा ठुलो टेलिकम कम्पनीहरूमध्येको एक बन्यो। यो कथाले के सिकाउँछ? यसले सिकाउँछ सफल लगानी भनेको एउटा गरेर सेयर किन्नु होइन, बरु आफ्नो जीवनको एउटा दृष्टिकोण र योजना बनाउनु हो। मसायोसी सनले आफ्नो जीवनको खाका बनाए र त्यसै अनुसार लगानी गरे। उनका लागि हरेक लगानी एउटा ठुलो पजलको एउटा टुक्रा मात्र थियो। एकछिन यो सोच्नुहोस् साथीहरू, जब तपाईसँग पजलको तस्बिर हुन्छ, एउटा टुक्रा हरायो भने पनि तपाईँ आत्तिनुहुन्न। तर जब तस्बिरै छैन, एउटा टुक्रा हराउँदा सबै कुरा सकियो जस्तो लाग्छ। योजना भनेको त्यही तस्बिर हो। अब लागौँ अर्को एक्सन स्टेपतिर। आज एउटा कागज र कलम लिनुहोस् वा फोनको नोट खोल्नुहोस् र आफ्नो जीवनको अर्को 5 वर्षका लागि एउटा साधारण वित्तीय योजना बनाउनुहोस्। तपाईँ कति पैसा कमाउन चाहनुहुन्छ? तपाईँको आयको कति प्रतिशत लगानी गर्न सक्नुहुन्छ? तपाईँ कुन क्षेत्रमा लगानी गर्न चाहनुहुन्छ? यी सबै कुरा लेख्नुहोस्। यो तपाईँको लगानी यात्राको पहिलो कदम हो र यही कदमले तपाईँलाई भविष्यका धेरै गल्तीबाट जोगाउनेछ। सम्झनुहोस्, बिना योजनाको लगानी भनेको बिना नोक्सानको समुद्री यात्रा जस्तै हो। अमीर बन्नका लागि ठुलो पैसा चाहिँदैन, ठुलो योजना चाहिन्छ। अध्याय 4, आर यु प्लानिङ टु बी रिच? साथीहरू, म तपाईँलाई सोध्छु, तपाईँको जीवनमा केही यस्ता कुरा छन् जसका लागि तपाईँले योजनाबद्ध तरिकाले काम गर्नुभएको छ, जस्तै शिक्षा, करियर, विवाह, घर। तर के तपाईँले कहिले आफ्नो वित्तीय भविष्यका लागि ठोस योजना बनाउनु भएको छ? के तपाईँ साँच्चै अमीर बन्ने योजना बनाउँदै हुनुहुन्छ? रोबर्ट कियोसाकी यस अध्यायमा भन्छन्, most people want to be rich, but very few people plan to be rich. धेरै मानिसहरू अमीर बन्न चाहन्छन्, तर थोरै मानिसहरूले मात्र अमीर बन्ने योजना बनाउँछन्। यो कुरा कति साँचो हो? हामी सबैले अमीर बन्ने सपना देख्छौँ, तर के हामी त्यो सपना हासिल गर्ने रणनीति बनाउँछौँ? के हामी नियमित रूपमा आफ्ना वित्तीय लक्ष्यहरूको मूल्याङ्कन गर्छौँ?
अमीर बन्ने योजनाको अर्थ केवल धेरै पैसा कमाउने होइन, बरु त्यो पैसालाई कसरी सही ठाउँमा लगानी गर्ने, कसरी धनको प्रवाह सिर्जना गर्ने र कसरी आर्थिक स्वतन्त्रता प्राप्त गर्ने भन्ने कुरा हो। यो एउटा मानसिकता हो, यो एउटा दृष्टिकोण हो र एउटा अनुशासन हो। हामीमध्ये धेरैले भन्छौँ म अमीर बन्न चाहन्छु, तर हाम्रा कार्यहरू भने त्यसको विपरीत हुन्छन्। हामी आजैका लागि जिउँछौँ, भोलिका लागि बचत गर्दैनौँ र दीर्घकालीन योजना बनाउँदैनौँ। तर यदि तपाईँ साँच्चीकै अमीर बन्न चाहनुहुन्छ भने तपाईँले आजबाटै योजना बनाउन सुरु गर्नुपर्छ। र यहाँ एउटा कडा सत्य छ साथीहरू, योजना नबनाएको अवस्थामा तपाईँ अरूको योजनाको हिस्सा बन्नुहुनेछ, कुनै बैंकको, कुनै कम्पनीको वा कुनै अरूको। इन सिम्पल इङ्ग्लिस, इफ यु डोन्ट ह्याभ अ प्लान फर योर मनी, someone else already has a plan for your money. त्यसैले आजको यो अध्याय तपाईँका लागि एउटा जागरण कल हो। तपाईँले आफ्नो मस्तिष्कमा एउटा स्विच अन गर्नुपर्छ। म अमीर बन्ने योजना बनाउँदैछु, किनकि अमीर बन्नु भाग्यले होइन, योजनाबद्ध कार्यले हो। अब लागौँ अर्को मूल कथातर्फ। टेकियो फुरुकावा। साथीहरू, म तपाईँलाई जापानका एउटा प्रसिद्ध व्यवसायीको कथा सुनाउन चाहन्छु, टेकियो फुरुकावा। उनको जीवनले अमीर बन्ने योजनाको महत्त्वलाई राम्रोसँग देखाउँछ। टेकियो एउटा साधारण किसान परिवारमा जन्मिएका थिए। उनको परिवारले आर्थिक कठिनाइको सामना गर्नु पर्थ्यो, तर टेकियोले सानैदेखि आफू अमीर बन्ने सपना देखेका थिए। उनले आफ्नो पहिलो पैसा 12 वर्षको उमेरमा आसपासका घरहरूमा तरकारी बेचेर कमाए। तर उनले चाँडै बुझे साना साना काम मात्र गरेर अमीर बन्न सकिँदैन। त्यसैले उनले एउटा योजना बनाए। उनले निर्णय गरे आफ्नो कमाइको 50% बचत गर्ने, 25% आफूलाई शिक्षामा लगानी गर्ने र 25% मात्र आफ्नो खर्चका लागि प्रयोग गर्ने। र यो योजना उनले 20 वर्षसम्म निरन्तरता दिए। 20 वर्ष साथीहरू, 20 वर्ष। उनले बचत गरेको पैसाले सानो मेसिनरी किनेर आफ्नो सानो उद्योग सुरु गरे र उनले आफूलाई निरन्तर शिक्षित गरे। लगानी, बजार र व्यवसाय प्रबन्धबारे पुस्तकहरू पढे। धेरै वर्षसम्म उनको जीवनमा कुनै ठुलो परिवर्तन देखिँदैन थियो। उनका साथीहरूले उनलाई कन्जुस भन्थे। यो कुरा ध्यान दिनुहोस् साथीहरू, योजनाको सबैभन्दा गाह्रो भाग यही हो। त्यो बीचको समय जब कसैलाई परिणाम देखिँदैन, धेरै मानिस यही हार्छन्। तर टेकियो आफ्नो योजनामा अडिग रहे। एक दिन उनले बजारमा एउटा अवसर देखे। उनको क्षेत्रमा एउटा गुणस्तरको इलेक्ट्रोनिक्स पूर्जाहरूको माग थियो, तर आपूर्ति थिएन। उनले आफूसँग भएको बचत र ज्ञान दुवैलाई प्रयोग गर्दै एउटा सानो कारखाना स्थापना गरे। उनको योजनाबद्ध तरिका र गुणस्तरमा दिएको ध्यानका कारण उनको व्यवसाय चाँडै नै फस्टाउन थाल्यो। आज टेकियो फुरुकावा को कम्पनीले विश्वव्यापी इलेक्ट्रोनिक्स कम्पनीहरूलाई पूर्जा आपूर्ति गर्छ र उनी जापानका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन्। यो कथाले के सिकाउँछ? यसले सिकाउँछ अमीर बन्ने योजनामा 3 कुरा अपरिहार्य छन्: कन्सिस्टेन्सी, डिसिप्लिन र लङ टर्म भिजन। टेकियोले आफ्नो लक्ष्यका लागि वर्षौंसम्म त्याग गरे र अन्ततः उनको योजनाले काम गर्यो। उनी भन्छन्, अमीर बन्नु एउटा दौड होइन, एउटा म्याराथन हो। तपाईले योजना बनाउनुपर्छ, अनुशासनमा रहनुपर्छ र कहिल्यै हार मान्नु हुँदैन। अनि यहाँ ध्यान दिनुहोस्, उनको बचत त्यत्तिकै बसेको थिएन। बचत प्लस ज्ञान इक्वल्स टु अवसर पहिचान गर्ने क्षमता।
पैसा मात्र भएको भए उनले त्यो अवसर देख्ने थिएनन्। ज्ञान मात्र भएको भए उनले त्यो अवसर समात्ने थिएनन्। दुवै चाहिन्छ। यही नै अध्याय 2 र अध्याय 4 बीचको पुल हो। अब लागौँ अर्को एक्सन स्टेपतर्फ। आजै एउटा कागज र कलम लिनुहोस् वा फोनमा नोट खोल्नुहोस् र आफ्नो अमीर बन्ने योजना लेख्न सुरु गर्नुहोस्। सानो सुरु गर्नुहोस्। महिनाको कति बचत गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, कति समयमा कति धन जम्मा गर्ने। यही योजना तपाईको फाइनेन्सियल रोडम्याप हुनेछ। याद राख्नुहोस्, बिना योजनाको लक्ष्य एउटा सपना मात्र हो, तर योजना साथको लक्ष्य नै तपाईको भविष्यको वास्तविकता हो। अध्याय 5। What kind of world do you see? साथीहरू, कहिलेकाहीँ एउटा साधारण प्रश्नले गहिरो प्रभाव पार्न सक्छ। तपाईले कस्तो संसार देख्नुहुन्छ? के तपाईले कहिले यो सोच्नु भएको छ? यही प्रश्न नै यस अध्यायको आधार हो। रोबर्ट कियोसाकी भन्छन्, संसारलाई हेर्ने हाम्रो दृष्टिकोण नै हाम्रो आर्थिक भविष्यको नक्सा हो। यसलाई यसरी हेर्नुहोस्। केही मानिसहरूले संसारलाई डराउने ठाउँको रूपमा हेर्छन्, जहाँ जोखिम लिँदैन, नयाँ कुरा सिकिँदैन र सधैँ सुरक्षित मात्रै खेलिन्छ। तर अर्कोतर्फ केही मानिसहरूले यही संसारलाई अवसरहरूले भरिपूर्ण खेलको मैदानको रूपमा हेर्छन्। तिनीहरूका लागि हरेक समस्या एउटा समाधानको सुरुवात हो, हरेक अवरोध एउटा नयाँ सिकाइको अवसर हो। एउटै संसार, तर दुई फरक जीवन। फरक संसारमा होइन, फरक आँखामा छ। कियोसाकीका रिच ड्याड सिकाउँछन्, धनी बन्नका लागि सबैभन्दा पहिले आफ्नो सोच्ने तरिका परिवर्तन गर्नुपर्छ। तपाईले आफूलाई एउटा लगानीकर्ताको रूपमा हेर्न सुरु गर्नुपर्छ, कर्मचारीको रूपमा होइन। लगानीकर्ताहरूले संसारलाई मूल्य सिर्जना गर्ने ठाउँको रूपमा हेर्छन्। उनीहरूले पैसालाई आफूले काम नगरेको बेलामा पनि आफ्नो लागि काम गर्न लगाउने तरिका खोज्छन्। तपाईले कस्तो संसार देख्नुहुन्छ? के तपाईले आर्थिक स्वतन्त्रताको एउटा स्पष्ट चित्र आफ्नो मनमा बनाउन सक्नुहुन्छ, वा तपाईँ आर्थिक अनिश्चितताको डरले सधैँ त्रसित हुनुहुन्छ? यो अध्याय भन्छ, तपाईले जस्तो संसार देख्नुहुन्छ तपाईको जीवन पनि त्यस्तै हुनेछ। यदि तपाईले सीमित संसार देख्नुहुन्छ भने तपाईका अवसर पनि सीमित नै हुनेछन्। तर यदि तपाईले असीमित सम्भावनाहरू देख्नुहुन्छ भने तपाईको जीवनमा पनि त्यति नै असीमित सम्भावनाहरू हुनेछन्। अब लागौँ अर्को एउटा मूल कथातर्फ। मसायोसी सन र 98% पतन। अहिले म तपाईलाई फेरि जापानका त्यही व्यापारीको कथा सुनाउँछु, मसायोसी सन। तर यसपटक योजनाको होइन, दृष्टिकोणको कथा। उनी एउटा विश्वकै प्रमुख इन्टरनेट कम्पनीहरूका मालिक हुन्। तर उनको यात्रा सजिलो थिएन। सानैदेखि मसायोसी सनले सपना देखे। उनी इन्टरनेट क्रान्तिको नेतृत्व गर्नेछन्। 80 को दशकमा जब इन्टरनेट भन्ने कुरा धेरैलाई थाहै थिएन, उनले भविष्यवाणी गरेका थिए इन्टरनेटले संसारलाई नै परिवर्तन गरिदिनेछ। उनले आफ्नो कम्पनी सफ्टब्याङ्क सुरु गरे र 10 भन्दा बढी कम्पनीहरूमा लगानी गरे, जसले इन्टरनेटको विकासमा योगदान गर्न सक्थ्यो। तर के भयो? सन् 2000 मा .com बबल फुट्यो। उनको कम्पनीले आफ्नो बजार मूल्यको 98% गुमायो। उनी विश्वकै सबैभन्दा ठुलो घाटा बेहोर्ने व्यक्ति बने। लाखौं मानिसहरूले उनलाई गलत ठहर्याए, उनको निर्णयलाई मूर्खताको संज्ञा दिए। तर मसायोसी सनले के गरे? उनले आफ्नो दृष्टिकोण बदलेनन्। उनले संसारलाई समस्याको रूपमा होइन, अवसरको रूपमा हेरे। उनले भने, यो सफलता होइन, यो सिकाइको अवसर हो। उनले आफ्नो दृष्टिकोण कायम राखे
र अर्को 20 वर्षसम्म लगानी जारी राखे। आज सफ्टब्याङ्क विश्वकै सबैभन्दा ठुलो टेक लगानीकर्ता हो। उनले अलिबाबा, उबर, WeWork जस्ता 100औं कम्पनीहरूमा लगानी गरेका छन्। उनको दृष्टिकोणले नै उनलाई विश्वको सबैभन्दा सफल लगानीकर्ता बनायो। के यसको मतलब उनी कहिल्यै डराएनन्? होइन, उनी पनि मानिस नै हुन्। तर उनले डरलाई आफ्नो दृष्टिकोण बदल्न दिएनन्। उनको दृष्टिकोण नै उनको सबैभन्दा ठुलो सम्पत्ति बनियो। साथीहरू, यो कथाले हामीलाई के सिकाउँछ? यही, तपाईले संसारलाई जस्तो देख्नुहुन्छ, तपाईको वास्तविकता पनि त्यस्तै बन्न जान्छ। तपाईको दृष्टिकोण नै तपाईको भविष्यको नक्सा हो। यदि तपाईले संसारलाई डरलाग्दो ठाउँको रूपमा हेर्नुहुन्छ भने तपाईँ सधैँ सुरक्षित मात्रै खेल्नुहुनेछ र कहिल्यै ठुलो सफलता पाउनुहुन्न। तर यदि तपाईले संसारलाई अवसरहरूको समुद्रको रूपमा हेर्नुहुन्छ भने तपाईले त्यहाँबाट मोतीहरू निकाल्न सक्नुहुनेछ। कियोसाकी भन्छन्, तपाईको वास्तविकता परिवर्तन गर्न तपाईले संसारलाई हेर्ने तरिका परिवर्तन गर्नुपर्छ। अब लागौँ अर्को एक्सन स्टेपतर्फ। अब म तपाईलाई एउटा सानो तर शक्तिशाली काम गर्न आग्रह गर्दछु। आजै 10 मिनेट लिनुहोस् र तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्। 1. म आज संसारलाई कसरी हेर्छु? 2. मेरो दृष्टिकोणले मलाई कसरी सीमित गरिरहेको छ? 3. यदि म संसारलाई अवसरहरूको रूपमा हेर्न थालेँ भने के सम्भव हुन्छ? यो सानो अभ्यासले तपाईको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ। तपाईको दृष्टिकोण नै तपाईको सबैभन्दा ठुलो लगानी हो। अध्याय 6, द कम्प्लिट सिस्टम। साथीहरू, अब हामी यस पुस्तकको सबैभन्दा गहिरो भागमा पुग्दैछौँ। अहिलेसम्म हामीले 5 अध्याय अलग अलग सुन्यौँ। तर यस पुस्तकको साँचो शक्ति ती 5लाई छुट्याएर होइन, जोडेर हेर्दा मात्र देखिन्छ। किनकि कियोसाकीले दिएका यी 5 पाठ 5वटा फरक सल्लाह होइनन्, एउटै श्रृङ्खलाका 5 कडी हुन्। हेर्नुहोस् यो श्रृङ्खला। पहिलो, छनौट। सबै कुरा यहीँबाट सुरु हुन्छ। जबसम्म तपाईले म अमेरिको मानसिकता रोज्छु भन्ने निर्णय गर्नुहुन्न, बाँकी 4 पाठ पढेर पनि केही हुँदैन। हेनरी फर्डले पनि पहिले निर्णय गरे, त्यसपछि मात्र कम्पनी बनाए। दोस्रो, पहिचान। छनौट गरेपछि तपाईले आफूलाई नयाँ पहिचान दिनुपर्छ। म एउटा लगानीकर्ता हुँ। मर्सुसितासँग पैसा थिएन, तर उनले आफूलाई समस्या समाधान गर्ने मान्छेको रूपमा हेरे। पहिचान पहिले आउँछ, सम्पत्ति पछि। तेस्रो, योजना। पहिचानलाई दिशा चाहिन्छ। मसायोसी सनले 50 वर्षको नक्सा बनाए। बिना नक्साको समुद्री यात्रा कहीँ पुग्दैन। चौथो, अनुशासन। योजना कागजमा बस्यो भने त्यो सपना मात्र हो। टेकियो फुरुकावाले 20 वर्षसम्म 50-25-25 को नियम पछ्याए। योजनालाई जीवित राख्ने कुरा अनुशासन हो। 5औं, दृष्टिकोण। र जब सबै कुरा बिग्रिन्छ, 98% गुम्छ, तब तपाईलाई थाम्ने कुरा योजना होइन, दृष्टिकोण हो। मसायोसी सन यही बाँचे। इन सिम्पल इंग्लिश, choice gives you direction, identity gives you behavior, plan gives you a map, discipline gives you distance, and vision keeps you alive when the map burns. अब यहाँ पुस्तकका केही गहिरा अन्तर्दृष्टिहरू ध्यानपूर्वक सुन्नुहोस्। पहिलो अन्तर्दृष्टि, असफलता प्रणालीको भाग हो, दुर्घटना होइन। यो पुस्तकका सबै कथामा एउटै ढाँचा दोहोरिन्छ। फर्ड 3 पटक असफल, मर्सुसिता 2 पटक असफल,
सन् 98% गुमाए। यो संयोग होइन साथीहरू। यसको अर्थ हो असफलता बाटोमा आउने बाधा होइन, बाटो नै हो। यसैले यो पुस्तक भन्छ असफलतालाई पाठको रूपमा लिनुहोस्। दोस्रो अन्तर्दृष्टि। जोखिम र अज्ञानता फरक कुरा हुन्। धेरै मानिस भन्छन् लगानी जोखिमपूर्ण छ, तर पुस्तकले भन्छ जोखिमपूर्ण कुरा लगानी होइन, अज्ञानता हो। त्यसैले कियोसाकीले जोखिम घटाउने उपाय दिँदैनन्, आर्थिक साक्षरता बढाउने उपाय दिन्छन्। जति ज्ञान बढ्छ त्यति जोखिम घट्छ। लगानीकर्ताले अवसर देख्छन् जहाँ अरूले जोखिम मात्र देख्छन्, किनकि उनीहरूसँग बुझाइ छ। तेस्रो अन्तर्दृष्टि। साँचो लगानी पैसामा मात्र हुँदैन। मर्सुसीताको कथा सम्झनुहोस्। उनको लगानी पैसामा थिएन, उनको विचारमा, उनको रणनीतिमा र उनको दृढ सङ्कल्पमा थियो। टेकियोले आफ्नो आयको 25% शिक्षामै लगानी गरे। यसको अर्थ तपाईको पहिलो र सबैभन्दा राम्रो लगानी आफैमा हो, आफ्नो ज्ञान, समय र रणनीतिमा। चौथो अन्तर्दृष्टि। गति होइन, दिशा र निरन्तरता महत्त्वपूर्ण छ। म्याराथनको उपमा यही भन्छ। टेकियोलाई 20 वर्ष लाग्यो, सनलाई 50 वर्षको योजना चाहियो। यो पुस्तकले कहीँ पनि छिटो धनी बन्नुहोस् भन्दैन, बरु भन्छ आफ्नो योजना बनाउनुहोस् अनि त्यसमै अडिरहनुहोस्। पाँचौं अन्तर्दृष्टि। प्रतिरोध नै उचाइको कारण हो। फोर्डको विमानको उपमा सम्झनुहोस्। विमान हावाको विरुद्धमा उड्छ र त्यही विरोधले नै उसलाई माथि उठाउँछ। जब सबै कुरा तपाईको विरुद्ध जाँदैछ जस्तो लाग्छ, सम्भव छ तपाईँ भर्खरै माथि उठ्दै हुनुहुन्छ। र अन्त्यमा 6औं अन्तर्दृष्टि। सबैभन्दा ठुलो सम्पत्ति ब्यालेन्स सिटमा हुँदैन। मसायोसी सनको सबैभन्दा ठुलो सम्पत्ति सफ्ट ब्याङ्कमा थिएन, उनको दृष्टिकोण थियो। किनकि कम्पनीको मूल्य 98% घट्यो, तर दृष्टिकोण 1% पनि घटेन। र यही दृष्टिकोणले फेरि सबै कमायो। यो भनेको के हो साथीहरू? यसको अर्थ तपाईसँग अहिले पैसा छैन भने पनि तपाईँ गरिब हुनुहुन्न। तपाईसँग छनोट छ, सिक्ने क्षमता छ, योजना बनाउने दिमाग छ र संसारलाई हेर्ने आँखा छ। यी चारवटा नै त्यो पुँजी हो जसबाट बाँकी सबै कुरा जन्मन्छ। अब लागौँ अर्को एक्सन स्टेपतर्फ। आज एउटा काम गर्नुहोस्। तपाईले यस भिडियोमा लेख्नुभएका सबै नोटहरू एकै ठाउँमा राख्नुहोस्। 3 आर्थिक इच्छा, 5 वर्ष योजना, अमीर बन्ने रोडम्याप र दृष्टिकोणका 3 प्रश्नका उत्तर। अब त्यसलाई एउटै शीर्षक दिनुहोस्, माई फाइनान्सियल प्लान, र त्यसमा अन्तिम एउटा लाइन थप्नुहोस्, म यसलाई कति समय दिन तयार छु। किनकि साथीहरू, योजना बनाउने मान्छे धेरै हुन्छन्, योजनालाई समय दिने मान्छे थोरै हुन्छन्, र सफलता सधैँ दोस्रो समूहकोमा जान्छ। निष्कर्ष र प्रेरणा। साथीहरू, हामी अब यात्राको अन्तिम मोडमा छौँ। आउनुहोस् एकपटक सबै कुरा छोटो र स्पष्ट रूपमा दोहोर्याउँ, किनकि दोहोर्याइएको ज्ञान नै सम्झिने ज्ञान हो। पाठ 1, द चोइस। गरिब, मध्यमवर्ग वा अमीर, यो भाग्यले होइन छनोटले निर्धारण गर्छ। गरिब र मध्यमवर्ग पैसाको लागि काम गर्छन्, अमीरका लागि पैसाले काम गर्छ। र त्यो शक्ति बैंकमा होइन तपाईको दिमागमा छ। सम्झनुहोस्, हेनरी फोर्ड, सुरक्षित नोकरी, 3 असफलता र सन् 1903 को फोर्ड मोटर कम्पनी। पाठ 2, हु इज एन इन्भेस्टर।
लगानीकर्ता भनेको धेरै पैसा हुने मान्छे होइन, आफ्नो पैसालाई काम गर्न लगाउने मान्छे हो। यसको जग हो फाइनेन्सियल लिटरेसी। बजेट, आय, खर्च र सम्पत्तिको भाषा बुझ्नु। सम्झनुहोस्, कोनोसुके मर्सुसिता अन्तिम पैसाले बनाएको बत्ती, दोकानदारलाई दिएको निडर प्रस्ताव र प्यानासोनिकको जन्म। पार्ट 3, इन्भेस्टिङ इज अ प्लान, नट अ प्रोडक्ट अर अ प्रोसिड्योर। लगानी कुनै हट टिप होइन, योजना हो। बढाई र आर्किटेक्ट बीचको फरक सम्झनुहोस्। यो म्याराथन हो, स्प्रिन्ट होइन। सम्झनुहोस्, मसायोसी सनको 50 वर्ष योजना र हरेक लगानी एउटा पजलको टुक्रा। पार्ट 4, आर यु प्लानिङ टु बी रिच? धेरै मानिस अमीर बन्न चाहन्छन्, थोरैले मात्र योजना बनाउँछन्। योजना नबनाए तपाईँ अरूको योजनाको हिस्सा बन्नुहुन्छ। सम्झनुहोस्, टेकियो फुरुकावा, 50% बचत, 25% शिक्षा र 25% खर्च, 20 वर्षको अनुशासन र कन्जुस भन्नेहरूको बीचमा देखिएको अवसर। पार्ट 5, व्हाट काइन्ड अफ वर्ल्ड डु यु सी? तपाईको दृष्टिकोण नै तपाईको भविष्यको नक्सा हो। डरको संसार देख्नेले सुरक्षित मात्र खेल्छ, अवसरको समुद्र देख्नेले मोती निकाल्छ। सम्झनुहोस्, .com बबल, 98% को पतन र नबदलिएको दृष्टिकोण, जसले अलिबाबा, उबर, WeWork बाटो खोलियो। पार्ट 6, द कम्प्लिट सिस्टम। छनोटबाट पहिचान, पहिचानबाट योजना, योजनाबाट अनुशासन र अनुशासनबाट दृष्टिकोण। असफलता बाधा होइन, बाटो हो। जोखिमपूर्ण कुरा लगानी होइन, अज्ञानता हो। र तपाईँको पहिलो लगानी सधैँ आफैमा हुन्छ। साथीहरू, अब म तपाईँसँग एउटा अन्तिम कुरा गर्न चाहन्छु। यो पुस्तकको सबैभन्दा सुन्दर कुरा के हो थाहा छ? यसले कहीँ पनि भन्दैन कि तपाईँसँग ठुलो पैसा हुनुपर्छ। यसले भन्छ तपाईँसँग ठुलो सोच हुनुपर्छ। हेनरी फोर्डसँग सुरुमा कम्पनी थिएन, निर्णय थियो। मर्सुसितासँग पुँजी थिएन, समाधान थियो। मसायोसी सनसँग बचेको सम्पत्ति थिएन, दृष्टिकोण थियो। टेकियो फुरुकावासँग विरासत थिएन, अनुशासन थियो। यी चारवटै कुरा, निर्णय, समाधान, दृष्टिकोण, अनुशासन, तपाईँसँग आज, अहिले, यही क्षणमा उपलब्ध छन्। यीमध्ये कुनैको लागि पनि तपाईँलाई बैंकको स्वीकृति चाहिँदैन। त्यसैले साथीहरू, यो भिडियो सकिएपछि केवल राम्रो लाग्यो भनेर नबस्नुहोस्। आज एउटा पाइला चाल्नुहोस्। सानो भए पनि हुन्छ। एउटा नोटबुक खोल्नुहोस्, एउटा बजेट बनाउनुहोस्, एउटा किताब किन्नुहोस्। महिनाको आयको 10% छुट्याउनुहोस्, किनकि आजको सानो पाइला नै भोलिको ठुलो सम्पत्ति हो। र जब बाटो गाह्रो लाग्छ, जब सबै कुरा तपाईको विरुद्ध गइरहेको जस्तो लाग्छ, त्यो बेला हेनरी फोर्डको कुरा सम्झनुहोस्। विमान हावाको विरुद्ध दिशामा उड्छ र त्यही विरोधले नै उसलाई माथि उठाउँछ। अन्त्यमा तपाईलाई एउटा मात्र प्रश्न, यदि तपाईँ आफैलाई वर्णन गर्न केवल एउटा शब्द रोज्नु पर्ने भयो भने त्यो शब्द के हुनेछ? त्यो शब्द तल कमेन्टमा लेख्नुहोस्, किनकि जब तपाईँ आफ्नो ऊर्जालाई शब्दमा लेख्नुहुन्छ, त्यो केवल व्यक्तिगत सोच रहँदैन, एउटा सार्वजनिक घोषणा रहन्छ। र घोषणा गरिएको कुरा पूरा हुने सम्भावना धेरै गुणा बढी हुन्छ। यदि यो भिडियो हजुरलाई मन पर्यो भने लाइक गर्नुहोस्, आफ्ना साथीसँग सेयर गर्नुहोस् र अझै सब्स्क्राइब गर्नु भएको छैन भने माधवम एलोए युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्।